Hello guys, welcome back to my channel. हामी चाहिँ आज पार्कमा आएर के गर्न लागेको भन्नु त? मोमो खान लागेको। हाम्रो मोमो छ तातै छ है। अनि आज चाहिँ हामी दुईजनाको छुट्टी थियो अनि यहाँनिर के भन्छ सनसेट हुँदैछ होइन रोजन? हामी चाहिँ भ्लग बनाउनु पर्यो भनेर भ्लग बनाउँदै मोमो खाने हो। ल अब हामी खाम है त मोमो। खाए ल भनेस्तै खाने हो मोमो अब। ल खाम। मिठो अचार झन् दामी भएछ। अब हामी खान्छौँ ल। खाइसकेपछि बनाउँछु ल। खाइसके ल भन्ने हो। के थाहा त युट्युबरहरुको। यसरी खाम न ल खाम। यो अचार मिठो होला यार। त्यस्तै लाग्यो मलाई। कस्तो मिठो देखेको। त्यही त खाएन। खाए ल। मोमो कस्तो मिठो भएछ। यो मोमो त एक्लै खाइसक्छु क्यारे म त नखा ल। आज चाहिँ रोजन र मेरो मात्रै छुट्टी थियो नि त अनि त्यही भएर हामी दुईजना चाहिँ चम्चीलेको केही मतलब भएन। अनि अभि पनि काममा जानु भएको छ अनि हामी दुईजना मात्रै। कस्तो मिठो भएको। मिठो रहेछ। पहिलाको हेर्दा मोमो मिठो भएन है। चखिलो भएको छ। है यसरी फर्काएर गरौँ। मैले सिकाएको इन्ग्रेडियन्ट त्यस्तै हो क्या। त्यो लाग्यो। ल खाएर देखाउ त। मिठो भयो। कस्तो मिठो भएको छ गाइस। कस्तो दामी पार्कमा। तर केही छैन सनसेट हुँदैछ। कस्तो दामी देखिरहेछ। अनि हामी दुईजना चाहिँ यहाँनिर बसिरहेछौँ। ल गाइस यस्तो राति भयो नि। खाँदा खाँदा यस्तो राति भयो नि। अब हामी जान लागेको सबै पोका बोकेर। मोमो कस्तो भयो मोमो भन्दा मैले बनाएको। एकदम मिठो। नाइट भ्यू हेर्नु गाइस कस्तो दामी छ पार्कमा। चिसो लाग्यो मलाई। ए यस्तो दामी देखेको। उता रोड छ कि अनि त्यही भएर झन् त्यहाँको भ्यू झन् कस्तो राम्रो देख्यो गाइस। कस्तो दामी देखेको गाइस। टु मच नाइस। सनसेट पनि भयो अब त। त्यही पनि हल्का देखिरहेछ त्यहाँनिर। म त तिमीलाई नै देखा गर्नु पर्यो अब भ्लगमा। आफूलाई देख्यो भने यत्रो अनुहार फ्यात्त भएको नराम्रो आउँछ। अनि त्यही भएर यसैलाई देखाउनु पर्यो रोजनलाई नि। हामी चाहिँ जाँदैछौँ यहाँबाट रुम। राति भइसक्यो नि त धेरै। अनि त्यही भएर धेरै त होइन 6 बज्यो। 6 बज्यो अनि अब यहाँ धेरै चिसो भयो अनि हामी जान लागेको। आजको दिन कस्तो भयो त रोजन पाठ? एकदम रमाइलो। मोमो चाहिँ बेल्नेलाई मैले खतरा सिकाइसकेको छु। मोमोमा खतरा बेलेर बनाउँछ यसले। अनि अब यहाँबाट हामी बाहिर निस्कन लागेको। यहाँबाट गाइस यो चाहिँ कसको मेमोरीमा बनाएको अरे रोजन? मेरो हो न। ए हो हो। ए यो सबै नाम हो यो। मेमोरी अफ द सिटिजन अफ द यहाँको सबै नाम पो रहेछ। ए गाइस
हाम्रो तर्फबाट पनि धेरै धेरै के भन्नु धेरै धेरै नथिङ। यहाँ बस्नु त हो नि हामी त। यहाँ दिउँसो भएको बेला म पार्कमा फुलहरू फुलेको देखाउँथेँ। अब रात परिसक्यो। ए उता हो हामी रोजन। फर्स्ट टाइम अँध्यारो भएको रहेछ यहाँ अहिले अहिले आएर थाहा भयो मलाई। नाइस। तिमीलाई देखाउँछु म भ्लगमा। कता हो झोला बोकेर? हट भएर पट भएर ब्युटी भएर यो गीतले त खायो त हौ संसारै। रोजन भिडियो धेरै लामो नहुने भयो क्या, अनि त्यही भएर मैले तिमीलाई देखाएको क्या। अघि हामी दिउँसो मोमो बनाएको गऱ्यौँ नि त, अनि यादै भएन अँध्यारो भइसकेको भनेर। अनि हामी ठ्याक्कै 5 बजी निस्केको, अहिले त 6 भइसक्यो। 1 घन्टामा झपक्कै रात परिहाल्यो। तर त्यही पनि अहिले त 6 बजीतिर होइन 10 बजीसम्म पुरै रातै पर्दैन, उज्यालो हुन्छ। 10 बजीसम्म रात नपर्दाखेरि त उज्यालो हुँदा कस्तो आनन्द हुन्छ। काम अगाडि नै सकिन्छ। घर आयो बस्यो। अनि यहाँनिर चाहिँ पोखरी छ है गाइस, म तपाईँलाई देखाइदिन्छु पोखरी। Guys, I will show you the पोखरी। कति लामो छ नि यो पोखरी, वहाँ परसम्म छ। अनि यहाँबाट सररररररर परसम्म छ। कता गएछ हाँसहरू? उता पर छ, म त हिँड्छु हाँसहरू। यो चाहिँ हाम्रो नजिकै रुमको नजिकैको पार्क हो के, त्यही भएर हामी अहिलेसम्म बसेको हो। न त 2 मिनट। पानी कस्तो निलो देखेको रोजन हेर त, होइन? अघि हामी सेल्ना दोस्तसँग बोलेको थियौँ एकछिन। सेल्ना दोस्त, तिमीलाई कतिको याद आएको छ यो ठाउँको? कमेन्ट गर तिमी तल गएर, होइन रोजन? लेट्स गो। अब जाने हो, अब भ्लगिङ गर्ने हो गाइज। अनि अब के भन्नु र, अरू त आँखा टल्के मेरो। अरू त के भन्नु, के न कहीँ होइन? धेरै बोल्नु भयो कि रोजन? बाई बाई। बाई बाई। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भ्लग। आजको भ्लगमा त्यस्तो केही त छैन, तर पनि हामी दुईजनाले चाहिँ सँगै स्कुलको साथी हो नि त। अनि यसलाई त म त आइज भनेपछि आइहाल्छ। अनि बनायो, खायौँ। अनि अब हामी जाँदैछौँ। सो बाई बाई। फेरि मलाई कस्तो देखाउनु मन लाग्यो। हामी यहाँ हिँड्दैछौँ यस्तरी होइन। अहिले यहीँनिर छ क्या पोखरी, यहाँनिर छ क्या ऊ चराको गुड चाहिँ। कसरी फोकस गरेर देखाउनु? यो छ नि, यो चरा पनि छैन रोजन। यहाँनिर छ कि। अनि यो कस्तो दामी छ, कस्तो दामी देखेको। अनि उता परको देखेर चाहिँ रातो, त्यहाँ चाहिँ रोड हो क्या। हामी त्यहाँबाट चाहिँ जाने हो। के भयो, किन कराएको? सो यही देखाउनु थियो, अनि त्यही भएर मैले क्यामेरा अन गरेँ। अब फेरि बाई बाई।